नमस्ते सम्पूर्णमा स्वागत छ मेरो भिडियोमा। आज चाहिँ मैले कस्तो खालको भिडियो लिएर आएको छु भनेर हेर्नको लागि हजुरहरूले पुरा भिडियो हेर्न सक्नुहुनेछ। आज चाहिँ हामी आमा छोरा भएर सिस्नो टिप्न गयौँ। सिस्नो टिपेर अनि सिस्नो टिपिसकेर घरमा आयौँ। घरमा आइसकेपछि अब हाम्रो सुरु हुन्छ सिस्नो र आटो पकाउने कार्यक्रम। अनि हामी आमा छोरा चाहिँ हँस्याउन बस्याउ गर्दै आयौँ कि मैले बाबु बोकेर लास्टै धौ भएको थियो। अनि आएर मैले आगो बालेँ अनि सिस्नो पकाउनको लागि बान दोसेँ। मैले चाहिँ हामीले चाहिँ बान भन्छौँ, हजुरहरूले के भन्नुहुन्छ। अनि यो चाहिँ पहिल्यैदेखि चलिआएको चलन, यो आस्था राखेपछि किरा मर्छन् रे। अनि त्यही भएर मैले चाहिँ पहिलाकै मैले जे जानेको छु, मैले जस्तो गरी पकाउँछु त्यस्तै गरी हजुरहरूलाई सेयर गरेको छु। हजुरहरूले पनि कस्तो गरेर पकाउनुहुन्छ अब ठाउँअनुसारको छुट्टा छुट्टै हुन्छ। मैले चाहिँ यसमा खासै केही हालेन, टमाटर राखेँ अनि मलाई चाहिँ अदुवा मनपर्छ, अदुवा राखेँ। मैले लसुन खासै मन पराउन राखेन, तिमुर पनि राखेन। अनि एकछिनमा धोकिदिएँ अनि पछि यस्तो भएको थियो। अनि यस्तो भइसकेपछि अब कसैले यही बेला खुर्ने अनि त्यो पिठो हाल्ने पलेवा के भन्छ त्यो राख्ने गर्नुहुन्छ। र म चाहिँ अहिले आटो बनाएपछि त्यो आटोको फेट्टे हुन्छ त्यो राख्नको लागि भनेर त्यत्तिकै खुर्दिएँ। यत्तिको भएको थियो। अनि आटो पकाइसकेपछि अब सबै भिडियो बनाउनुहुन्थ्यो तर भिडियो गरिदिने मान्छे छैनन्। अनि त्यही भएर मैले आफै एक्लै बनाएको। अनि मैले चाहिँ हो यसरी हालेपछि सिस्नो पनि मस्त हुने अनि धेरैजनालाई पुग्ने हुने। अहिले चाहिँ म मात्रै थिएँ तर आटो चाहिँ मैले सब पिठो हालिसकेर यसरी रोमाल रामल पारेँ। अनि यस्तो बनाइसकेपछि त मैले ट्याक्क लाएर कुकुर प्रेसको ढक्कन लाएर अनि चुलोमा बसालिदिएपछि 2 सिटी फ्याट्ट ल्याएर लाग्यो। अनि लागेपछि त यस्तो राम्रो भएको थियो, वाउ। अनि मैले चाहिँ थालमा राखेँ। हामी आमा छोरा चाहिँ सुरु गऱ्यौँ। फर्स्टचोटि मैले छोरालाई खुवाइदिएको, यस्तो मिठो मानेर खायो। अनि त्यसपछि मैले पनि खाएँ। भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद। बाई बाई।